एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजनालाई 2026को नयाँ सालको प्रेमी जय मसी अनि ह्याप्पी न्यू इयर टु अल होइन। अनि आज चाहिँ तपाईँहरूले बाहिर टाइटल थाहा पाइसक्नु भइसक्यो के को हो भनेर। अभियसली 2026 जनवरी 1 जनवरीको ब्लग हो यो। अनि चाहिँ यो एउटा के भन्नु छ भने 2025को चाहिँ एउटा पेन्डिङ ब्लग छ, त्यो ब्लग अपलोड गरेर चाहिँ यो गर्छु होला होइन बादमा चाहिँ। तर पनि के हुन्छ जिगज्याग हुनसक्छ, तपाईँहरूले हेरिदिनुहोस् होला। अनि त्यो आजको ब्लग सानो सानो क्लिप्सहरू हाल्छु, तपाईँहरूले हेर्नु र आशिष गर्नुहोस् होला है त। हामी यहाँ न्यू इयरको सेवा त अब सबैजनालाई होइन थाहै छ होइन। अनि त्यो लभ फेस्ट पनि हुन्छ, प्रेम भोज हुन्छ होइन। अनि त्यही हो आजको सानो सानो भिडियोहरू गरेको छु होइन, तपाईँहरूले गर्छु, तपाईँहरूले हेरिदिनुहोस् होला। अनि म चाहिँ अहिले भर्खर मरौबाट उताबाट आएको, मरौबाट गाउँमा एउटा मरौ भएर चाहिँ अब चाहिँ लुगाहरू चेन्ज गरेर जानुपर्छ, ढिलो हुन्छ हो। ढिलो त के गीत हुँदैछ। सो अहिले भेटौँ ल, लुगा म चेन्ज गर्छु अनि भेट्छु ल, बाई बाई। हेलो, म चाहिँ निस्किसकेको छु। निस्किसकेको भने आधी बाटो आइपुगेपछि भिडियो बनाउनु बिर्सिछु हो। अन्त म चर्च आइपुग्न आँटिसकेँ। हामी चाहिँ यो सर्टकट हिँड्छौँ नि त, यो चाहिँ नयाँ पुल बनाएको है हाम्रो ल। अनि यहाँबाट पनि जान्छ घर होइन, यहाँ तलबाट पनि जान्छ, यहाँबाट पनि छिटो पुग्छ नि त होइन। चोर बाटो त एकदमै छिटो हुन्छ नि त, अप्ठ्यारो भयो पनि होइन। अन्त अब चाहिँ चर्चमा भेटौँ किनभने ढिलो भइसकेको छ। म चाहिँ रेडी भएर निस्किसकेको छु, पुग्नु आँटेँ। भिडियो बनाउनु बिर्सेछु हो। अन्त जहिले पनि इन्कम्प्लिट हुन्छ। मैले योभन्दा अगाडिको एउटा भिडियो हाल्छु भने नि त्यो भिडियो पनि इन्कम्प्लिट छ, भिडियो बनाउनु बिर्सिन्छु त्यो बानी नभएर। अन्त त्यही हो, हाम्रो नयाँ बाटो यस्तो छ ल। अहिले भेटौँ ल, चर्चभित्र के हुँदैछ, वचन हुँदैछ के हो। कस्तो ढिलो आइपुग्यो यार म त। पत्रुसले किन इन्कार गर्यो, प्रभुले किन इन्कार गरी पठायो? किनभने पत्रुसले अलिक टाढोबाट पछ्याइदिएको थियो। लुका किताब 22 अध्यायमा आउनुहोस् त, लुका किताब 22 अध्यायमा आउनुहोस्। लुकाको किताब 22 अध्यायमा तपाईँ आउनुहोस् त, त्यो पदलाई मात्रै। लुका किताब 22 अध्यायको तपाईँले कति पढ्नुपर्छ भने चाहिँ लुका किताब 22 अध्यायको तपाईँले 54 पदलाई पढ्नुहोस् त। लुका किताब 22 अध्यायको 54 पदलाई। तब तिनीहरूले पक्रेर लगे, उहाँलाई घरभित्र ल्याए। हजुर, पत्रुसले चाहिँ टाढोबाट पछ्याइदियो। पत्रुसले किन चिनेन भन्दाखेरि चाहिँ होइन, वचन देख्नुहोस्, अलिक टाढोबाट पछ्याइदिएको। पछ्याउनु चाहिँ पछ्याइ नै रहेको थियो रहेछ होइन, पछ्याउनु चाहिँ पछ्याइ नै रहेको थियो रहेछ, तर अलिक टाढोबाट पछ्याइरहेको रहेछ। अनि यस कारणले गर्दा तपाईँले हामीले पनि प्रभुलाई पछ्याउने हो भने चाहिँ हामी नजिकबाट पछ्याउनु पर्छ। सबै हामी नजिकतामा गएर होइन, पत्रुसले जस्तो होइन अलिक टाढोबाट पछ्याउने, तर हामी नजिकबाट गएर सबै होइन सेवा समिति प्रार्थनामा सबै हामी लागेर प्रभुलाई एकदम नजिकमा आएर प्रभुको वचन हामीले सुन्नुपर्छ। अनि प्रभुलाई हामीले चिन्न सक्छौँ। नत्र भने त हामीले चिन्दैनौँ प्रभुलाई। प्रभु को भने हामी इन्कार गरी पठाउँछौँ।
पठाउँछौँ होइन, हामी इन्कार गरी पठाउँछौँ। त्यही कारण एकदम हामीले चिन्ने ज्ञानमा अज्ञान कलसी एकदेखि 10 पद मान्नु पर्यो अनि परमेश्वरले चिन्ने ज्ञानमा होइन बढ्दै जानु। यस्तो प्रभुले हामीले चिन्न सक्छौँ जब हामी एकदम नजिकबाट नजिक टाढोबाट जानु पर्यो चिन्दैन भने अब जस्तो कि मानिलिउँ होइन, टाढो नै त्यहाँ मान्छे आउँदैछ अरे, निकै टाढोबाट धुन्दला मात्रै देख्दैछ मान्छे आउँदैछ, आउँदैछ एकजना मान्छे को हो, हाम्रै गाउँको मान्छे आउँदैछ, को हो आउँदैछ आउँदा त चिन्नु। जब नजिक आउँदै रहेछ यो मान्छेले चाहिँ यस्तो खालको लुगा लगाएको रहेछ, यो मान्छे चाहिँ केटा मान्छे रहेछ, अनि फेरि अलिक नजिकबाट आउँछ, नजिक आउँदा यो मान्छे त हाम्रै गाउँको भाइ पो रहेछ भनेर जब नजिक आएपछि मात्र चाहिँ चिन्छ, नजिक आएपछि मात्र चिन्छ त्यो होइन, चिन्छ। त्यस्तै प्रकारले हामीले पनि प्रभुलाई यद्यपि चिन्नु हो भने चाहिँ हामी नजिकमा हामी आएर प्रभुलाई चिन्नुपर्छ, नत्र भने चिन्दैन हामी इन्कार गरी पठाउँछ होइन, इन्कार गरी पठाउँछ। त्यसमा हामी प्रभुले चिन्ने ज्ञान अब चाहिँ हाम्रो सेवा सकिएको छ। अन्त खानाको लाइनमा सबैजना बसिरहनु भएको छ। भोजनको तयारी प्रेम भोज। कम्ती भएन, ठिकै छ ल। खै तिम्रो चाहिँ अरू के भन्नु छ? आज पुरा खुसी लागिरहेको छ। अरू के भन्नु? 2026 लाग्यो। 2026 लाग्यो। हजार सबैजनालाई चाहिँ बसी भनिदिनु न अन्त। हाम्रो चाहिँ अब हाम्रो आमा नुन खोर्सानी बेच्दैछ यसले। यार तपाईँले खानुहुन्छ? के साह्रो खुसी सबैजना। जय मसी जय मसी। यो पनि त भर्खरै हो नानी। यो के हो? ओके भन्नु न, भन्नु अरू के हेर्ने सन्देती? म हेर्ने यहाँ के भयो उचा फेरि? के भयो? जयमसी भनिदेऊ, जयमसी गरिदेऊ न। आफ्नै धुनमा छौँ सबै। खै यार के भन्नुपर्छ? के भन्नुपर्छ? अलिक जोडले भन। तिमी उसलाई देखाउनु हुँदैन। यहाँ सबैजना खाना खानु बस्नु भएको छ। भाउजू के भन्नु छ? केही छैन, सेवा राम्रो भयो सबैले। जयमसी नयाँ सालको सेवा राम्रो भयो। Yes.
सालमा लास्टमा आउँछ हो निकालिराख्नु अहिले खाँदै गर्दा 31 तारिक टाइम हुन्छ हजुर अङ्कल अघि हाम्रो घरबाट आउनु हुँदै थियो है हो देखेर देख्यो यता आइपुग्नु हो नि त होइन मैले बरन्डाबाट देखेको मेना हेलो हाम्रो बडाहरू अङ्कलहरू मेरो छोरी ल हाम्रो आन्टीलाई आज ब्युटिफुल देखिरहेछ है आन्टी आन्टी सधैँ ब्युटिफुल हुन्छ नि जय मसी म चाहिँ खिर बाँध्दैछु है नयाँ सालको नानीहरूलाई देखाउनु अब चाहिँ खानाहरू खानुहुन्छ ल त अहिले भेटौँ ल हामी चाहिँ खाना खाँदैछ सबैजनाले खाइसक्नु भएर मान्छेहरू हामी चाहिँ हजुर बाँडेर बाँडेर बोटुकै देखा न एक बोटीको थियो कि सुँगुरको मासु सबै खाएर अन्त यहाँ दिदीले चिकन रेसमाको खाइदिएको चिकन मेरै खाइदिएको दिदीको माछा आइरहेको छ फेरि यहाँ माछा फेरि कम्ती छैन सोच्नुपर्छ यहाँ छ हाम्रो यहाँ सुँगुरको मासु अचार अन्त अहिले भर्खर कति बज्यो 3 बज्न आँट्यो बेलुका खाना बनाउनु पर्छ होम डेलिभरी गर्नु मेरो पनि म त खुसी हुन्छु जहिले पनि आयो है किन भन्दा आज कालिम्पोङमा पनि चिकन पनि पाएको थिएँ पर्क पनि पाएको थिएँ उहाँहरू सेम भइरहेको छ खै थाहा छ अहिले डब्बल अलिकति हौ सब्जी चाप्नु लागि खै मासुहरू केही पनि छैन सबै तलै गएर गएर अब तलै खाने हुन्छ आन्टी खाएर पनि सक्नु आँटिसकेको छ हाम्रो खाना चाहिँ तपाईँले अब फ्राइड राइस खानुभयो नि त कसले बनाउनु भएको थियो एरुन दाजुले धोल्नु सिल्भिका त आएन त सिल्भिका सिलगढीमै आयो ल अब हामी चाहिँ खाना खाएर भेटौँ ल बाई बाई खानाहरू खाइसकेर चाहिँ सरसफा गर्ने काम ए आज हामी भाडा नमलेको भाडामा चाहिँ आज हामीलाई पालो दियो आन्टीहरू हुनुहुन्छ हामी चाहिँ यहाँ हल सफा गर्दैछ अनि आजको भिडियो यति नै हो होइन तपाईँहरूलाई कस्तो लाग्यो अनि सबैजनालाई फेरि पनि ह्याप्पी न्यू इयर भन्दै ओइ ह्याप्पी न्यू इयर सुँगुरको मासु पुरा मुखको लटपटी सक्यो सबैजनालाई ह्याप्पी न्यू इयर होइन अन्त जय मसी भएन भयो सबैजनालाई ह्याप्पी न्यू इयर एलिसिभाको सबै मेरो बच्चा होइन जतिले यसको भिडियो हेर्नुहुन्छ होइन प्लिज नयाँ बोल्दा किन भित्र बोलेको हौ अलिक जोडले बोल म पर हेर्दैछु भएन फेरि त्यसरी भन्छु ल म त हालिदिन्छु है सङ्गीताको कस्तै हालिदिन्छु सबैजनालाई ह्याप्पी न्यू इयर मेरो बच्चा होइन अन्त आफै पुरा खायो कहिले त्यस्तो नखाएको म त खानु 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 चाहिँ पुरा मनपर्छ होइन खानु चाहिँ पुरा मनपर्छ हो खानु पुरा मनपर्छ यसको हबी के भनेर खानु मेरो हबी के भने मान्छे सोध्यो भने चाहिँ खानु देख्नु भयो आजको भिडियो किन तपाईँहरूलाई पनि भन्छु ह्याप्पी न्यू इयर अनि जय मसी आजको भिडियो यति नै हो तपाईँहरूलाई कस्तो लाग्यो अन्त धेरै धेरै धन्यवाद तपाईँले मेरो भिडियो लास्टसम्म हेरिदिनु भएको छ भने अब नेक्स्ट ब्लगमा भेटौँ नेक्स्ट ब्लग नेक्स्ट भिडियोमा ओके बाई बाई अर्को न्यु इयर होइन छिट्टै गर्छु